साथीहरू, आज चाहिँ मैले माइतबाट लिएर आएको कोसेली भेन्टाको सब्जी बनाउँदै छु साथीहरू। यो भेन्टाको डाँठमा चाहिँ यसरी काँडाहरू भयो भने चाहिँ यो भेन्टा अति नै टेस्टी, अति नै मिठो, लोकल स्वाद आउने भनेर भन्नुहुन्थ्यो मेरो मम्मीले। नभन्दै पनि यो भेन्टा अति नै मिठो साथीहरू। मैले चाहिँ घरमा दिनदिनै यो काउली, बन्दा, यी सिमीहरू खाँदा मलाई चाहिँ अति नै नाक लाएर खानै मन नलाग्ने भयो साथीहरू। त्यही क्रममा यसो मलाई माइत जान जुरेको, माइत पनि गएँ, यसो बसेर अब मम्मीले के गर्नु भएछ बारीतिर भनेर बारीतिर डुल्न गएको साथीहरू। करसा बारीतिर मम्मीले त टनाटन तरकारीहरू त रोप्नु भएको। अरू सबै तरकारीहरू चाहिँ खासै मलाई मन नपर्ने, घरमै खाँदा वाक्क दिक्क भइसकेको। यसो हेरेको त लास्टतिर त भेन्टाको बुट देखेँ साथीहरू। भेन्टाको बुटमा त लपक्कै भेन्टाहरू फलेका। मलाई चाहिँ फेरि अति नै मनपर्ने यो भेन्टा। अनि मम्मीलाई भनेर टापटुप भेन्टाहरू टिपे। खासै चाहिँ धेरै मोटा नाइ यो भेन्टा नसप्रेका, तर पनि मैले घरमा ल्याएर यसरी फतक्क परेको भेन्टाको तरकारीसँग खाना खाएँ साथीहरू।